आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाल 6 विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेको नेपाल 44.4 ओभरमा 157 रनमा अल आउट भयो। जवाफमा नेदरल्यान्ड्सले 44.1 ओभरमा 4 विकेट गुमाएर 158 रन बनाउँदै 35 बल बाँकी रहँदा सहज जित हात पार्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रन बनाए। गुलसन झाले 29, दिपेन्द्र सिंह ऐरीले 21 तथा आसिफ शेखले 14 रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानले ठूलो साझेदारी बनाउन नसक्दा नेपाल सानो स्कोरमै सीमित भयो। नेदरल्यान्ड्सका बलर भान डर मेर्वेले 3 विकेट लिँदा एलेक्स रोयले 3 तथा लोगन भान बिकले 2 विकेट लिएर नेपालको ब्याटिङ धराशायी बनाए। जवाफी ब्याटिङमा कप्तान स्कट एडवर्ड्स 61 रनमा अभिजित रहे भने नोआ क्रोस 34 रनमा अभिजित रहँदै टोलीलाई जितसम्म पुर्याए। नेपालका लागि दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र सोमपाल कामीले समान 1-1 विकेट लिए। यो हारसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो पराजय बेहोरेको छ र अब आगामी खेलमा पुनरागमन गर्ने दबावमा रहेको छ।